अब चाहिँ जमाना रोबोटको आयो भनेर मैले भर्खरै अर्को भिडियोमा पनि देखाउँदै थिएँ। हजुर चाहिँ यहाँ देख्न सक्नुहुन्छ सेक्युरिटी पेट्रोल रोबोट भनेर चाहिँ यहाँ तपाईँको देखाइरहेको छ। अनि यहाँ चाहिँ तपाईँको देख्न सक्नुहुन्छ यिनीहरूले सबै अब सिस्टम अपडेट गरेको छ। अनि यो चाहिँ सबै हिँडेर ओरेर चाहिँ तपाईँको टेम्परेचरलाई अनि तपाईँको नोइजलाई चाहिँ डिटेक्ट गरेर चाहिँ तपाईँको यो डग खालको रोबोटहरू पार्किङ लटहरूमा सिडीहरूमा सबै ठाउँ हिँड्न सक्छ। यो खालको चाहिँ तपाईँको फ्ल्याट सर्फेसहरूमा हिँड्न सक्छ। अनि तपाईँको यस प्रकारको तपाईँको विलहरू भएको पनि छ। त्यसको लागि 9 देखि 10 घन्टा 12 घन्टा ब्याट्रीहरू टिक्ने गर्छ। सो हजुरलाई पनि केही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट भनेर मेसेज गर्न सक्नुहुन्छ। म चाहिँ हजुरलाई कन्ट्याक्ट पठाउन सक्छु। यहाँ थरीथरीको छ जुन खानाहरू पुर्याउनको लागि रेस्टुरेन्टहरूमा चाहिँ तपाईँको खानाहरू पुर्याउनको लागि पनि रोबोटहरू एभाइलेबल छ। जस्तै अब अलिकति मोडर्न बनाऊँ भन्नुहुन्छ भने चाहिँ तपाईँको रिसेप्सनहरूमा चाहिँ यस प्रकारको अब तपाईँको आफ्नो डिटेल राखेर यस्तो बनाउन पनि सक्नुहुन्छ। र साथमा खानाहरू डेलिभरी गर्नको लागि खाना डेलिभरी गर्ने खालको पनि अब तपाईँको यो चाहिँ खाना डेलिभरी गर्ने खालको छ जुन चाहिँ स्क्यान गरेर चाहिँ गर्न सकिन्छ, युज गर्न सकिन्छ। अनि यहाँ चाहिँ क्याटलगहरू चाहियो भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यिनीहरूको यस प्रकारको बनाउँछ। त्यहाँ भिडियो पनि चलिरहेको छ।